नमस्ते सबैजनालाई। मेरो घरमा भएको शालिग्रामलाई चाहिँ मैले नित्य पूजा चाहिँ मैले कसरी गर्छु अनि कसरी चाहिँ शालिग्रामलाई एकदमै यसरी चमक बनाउनको लागि चाहिँ मैले के गर्छु भन्ने कुरा चाहिँ आज मैले तपाईहरुलाई भन्छु है त। पहिला चाहिँ मैले अब शालिग्रामलाई यसरी जल चढाउँछु हैन। त्यस पछाडि चाहिँ तुलसीको जराको म चन्दन बनाउँछु। त्यही चन्दनलाई चाहिँ मैले लगाइदिन्छु हैन। यो चाहिँ अलिअलि रातो भएको कारण चाहिँ अर्को चन्दन पनि घोटेको एकै ठाउँ भएको हुनाले चाहिँ अनि मेरो सबैभन्दा सानो शालिग्राम कति मजाको हैन। हेर्नुस् न कति राम्रो शालिग्राम छ। अनि यसरी मैले चाहिँ एभ्रीडे जस्तो पूजा गरेको हुन्छु। कहिले अब एकादशीहरू परेको हुन्छ, कहिले त्यस्तै दिनहरू हेरेर अनि त्यही अनुसारले चाहिँ मैले पूजा गर्छु हैन। चाहिँ विशेष दिनमा चाहिँ जस्तै एकादशीहरू भयो हैन। अनि त्यस्तै दिनहरुमा चाहिँ मैले प्राय जसो चाहिँ पञ्चामृत बनाउँछु। नभए पञ्चामृतको जुन हुन्छ नि हो तिनीहरुले चाहिँ मैले शालिग्रामलाई पूजा गर्ने गर्दछु। अनि फुलहरु चाहिँ मलाई एकदमै मन पर्छ। मेरो आफ्नो बारीमा भएको हुनाले चाहिँ धेरै खालको फुलहरु छ। अनि दिन हेरेर कुन दिन के गरेर त्यसरी मैले पूजा गर्ने हो। अनि अब रह्यो कुरा पूजा गरिसकेपछि चाहिँ शालिग्रामलाई चाहिँ कसरी चाहिँ त्यसपछि चाहिँ मेन्टेन गर्ने, त्यसलाई कसरी राख्ने भन्ने कुरा चाहिँ मैले पूजाहरू आफ्नो सकिसकेपछि जस्तै भोलिपल्ट भएपछि चाहिँ पानीले मजाले त्यसलाई पखाल्ने, शालिग्रामलाई पखाल्ने अनि पखालिसकेपछि चाहिँ त्यसलाई मजाले सुक्खा अब एउटा कपडाहरू भिन्दै राखेको हुन्छ नि त भगवानहरुलाई गर्ने रुमालहरु, त्यसले मजाले पुसिसकेपछि चाहिँ अनि मैले चाहिँ सबै शालिग्रामहरुलाई चाहिँ त्यसरी नै गरेर एक गरेर पानी हाल्दै अनि हातले गर्दै अब त्यसरी हुन चाहिँ मैले दुई हातले गर्ने हो। तर अहिले मेरो क्यामेरा बोकेको हुनाले चाहिँ मैले एक हातले नै गरेर देखाइरहेको छु हैन। अनि सबैलाई पानी चढाएर ओरेर पानीले चाहिँ धोएर अनि त्यसपछि चाहिँ शालिग्रामलाई चाहिँ सबैलाई पुछेर राख्ने हैन। अनि त्यसमा भएको फुलहरु अनि त्यहाँनिर भएको तुलसीहरुलाई चाहिँ एउटा चोखो ठाउँमा मसँग चाहिँ अब तुलसीको बोट र अनि केरा उम्रेको ठाउँ छ त्यसैमा चाहिँ लगेर मैले चाहिँ राखिदिन्छु हैन। अनि अब चाहिँ मैले के गर्छु भने मसँग नुहाउने घिउ प्राय अब घरमा दुध दही घिउहरु त अब मह पञ्चामृतको सामानहरु चाहिँ मेरोमा चाहिँ प्राय जहिले भइरहेको हुन्छ हैन। अनि मैले चाहिँ नुहाउने घिउले चाहिँ मजाले अब त्यो किनभने स्टोन हो नि त अब शालिग्राम भनेपछि ढुङ्गा हो अनि त्यो चाहिँ अब त्यतिकै त्यसलाई मेन्टेन गरेन भने चाहिँ सुक्खा हुने एकदम खस्रो हुने कस्तो खालको देखिन्छ। अनि त्यही भएर चाहिँ मैले बेला सधैँ चाहिँ गर्दिनँ। बेलामा चाहिँ पञ्चामृतले नुहाउने कहिले दुध दही त्यसरी नुहाइसकेपछि अब सुक्खाहरू हुन्छ नि त हुँदाखेरि चाहिँ मैले यो दिन हेरेर आफूसँग जति टाइम छ त्यही अनुसारले चाहिँ यो नुहाउने घिउले चाहिँ मजाले मैले के भन्छ त्यसलाई मजाले लगाएर अनि एकछिनसम्म यसरी मार्ने हैन। मजाले यसरी खेलाएर अब एकदम श्रद्धा अनुसारले भगवानजी हो नि त अनि त्यही अनुसार यदि भयो भने मन्त्र पनि भन्दै बिस्तारै गर्दै गर्ने। अनि मेरो चाहिँ त्यहाँनिर मलाई चाहिँ बाहिर त्यो तुलसा पनि कति धेरै छ अनि फुलहरु मलाई चाहिँ बाहिर गर्न बिहानै पूजा गरिसकेपछि चाहिँ गर्नको लागि चाहिँ मलाई एकदम रमाइलो लाग्छ। अनि हेर्नु न त्यसलाई फेरि मजाले एकदम चोखो हुन्छ नि
कागजले टिस्यु पेपरले पोछिदिने अनि पोछिसकेपछि कति टलक्क भएको हुन्छ अनि त्यस पछाडि चाहिँ पोछेर राखेपछि चाहिँ अनि त्यस पछाडि फुल अनि तपाईँको तुलसा चाहिँ अब जहिले पनि शालिग्रामलाई चाहिँ भएपछि तुलसा, यदि तुलसाको पत्ता छैन भने मन्जरी छैन भने चाहिँ अनि तुलसाको डाँठ जे छ त्यो चाहिँ अहिले आफू राखिदिने अनि राखिदिइसकेपछि चाहिँ यसरी राखिदिएपछि चाहिँ अब सिद्धि होइन अब मेन्टेन गर्ने कुराहरू चाहिँ मैले यसरी नै गर्छु होइन। मलाई चाहिँ शालिग्राम एकदमै पहिला चाहिँ मैले अब छोरी मान्छेहरूले, ऐनी मान्छेहरूले, महिलाहरूले शालिग्राम पूजा गर्नु हुँदैन भन्थे अनि त्यसरी राखिँदैन थियो। अब घरहरूमा त शालिग्राम पूजा गरेको देखेको थिएन। तर मैले चाहिँ आफूलाई चाहिँ श्रद्धा लागेर शालिग्राम भनेको चाहिँ एकदमै त्यो चाहिँ नेचुरल हो होइन। अनि आफूले पाइएको चिजहरू मैले चाहिँ यो सबै पाएको अरूले दिनुभएको गिफ्टहरू यसरी नै गर्छु है त म पूजा। शालिग्रामलाई पूजा गर्ने, शालिग्रामको मेन्टेन गर्ने तरिका चाहिँ मेरो यही हो होइन। मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद है त। मैले पूजा कसरी गर्ने, के गर्ने भन्ने कुरा त भनिसकेँ। अब रह्यो प्रसादहरू चढाउनको लागि चाहिँ प्रायः जस्तो चाहिँ मेरोमा अब कहिलेकाहीँ काँक्राहरू, अङ्गुरहरू, केराहरू यस्तै पाकेको हुन्छ होइन, तिनीहरूलाई नै चढाउने हो। अरू के अब बारीमा छ भने, यदि छैन भने घरमा जे जस्तो फलफुलहरू छ त्यही अनुसारले मैले चढाउँछु। अनि कहिलेकाहीँ चाहिँ अब विशेष दिनहरूमा चाहिँ मैले होइन अनि कहिलेकाहीँ अब पकाएर पनि चढाउने गर्दछु। अनि यस्तै हो होइन, आफूले जसरी सकिन्छ त्यही अनुसारले चाहिँ अरू सबै भगवानको पूजा गर्दाखेरि चाहिँ शालिग्रामको पनि अब गर्नलाई नै त्यस्तो गाह्रो हुँदैन, सजिलो नै हुन्छ। मलाई चाहिँ सजिलो नै लाग्छ। जुन मान्छेहरूले एउटा भ्रम फैलाएको हुन्छ महिलाहरूले गर्नु हुँदैन भन्ने कुरा, त्यो चाहिँ मैले मान्दिनँ। अब महिला पुरुष भन्ने कुरा चाहिँ आफूले श्रद्धाले गर्ने चिज हो, कसैको एउटा पर्सनल होइन लोग्ने मान्छेहरूले मात्रै गर्ने हो। एउटा कुरा यदि हो आफूले चाहिँ अब गर्न नहुने बेलामा चाहिँ पूजाहरू नगर्ने, त्यो त अरू पूजाहरू पनि गरिँदैन। अनि जुठो, चोखो, सुतक यी सब कुराहरूलाई चाहिँ हेरेर तिनीहरूलाई ध्यानमा दिएर चाहिँ मजाले शालिग्रामको पूजा गर्न सक्नुहुन्छ होइन। शालिग्रामको पूजामा चाहिँ अरू केही नभए पनि तुलसा भएको चाहिँ एकदमै राम्रो।